दर्शकबिन अन्ततः भूमिकाको प्रेमी भने यति बेला प्रहरीको फन्दामा परेको छ, जेलसम्म पुगिसकेको छ। हुन त उसले भूपेन्द्रसँग यति धेरै माफी मागेको थियो, मलाई माफ गरिदिनुहोस्, मैले केही सानोतिना गल्तीहरू गरेको छु, तर मैले उसलाई विवाह गर्न चाहन्छु भनिरहेका थिए। तर यति बेला भने भूपेन्द्रले उसलाई सजाय दिनको लागि प्रहरी बोलाएर भित्र हालिसकेका छन्। के साँच्चीकै अब भने भूमिकाको प्रेमी सुध्रेर भूमिकालाई विवाह गर्ला त? हुन त भूमिकाले झुट बोलिरहेकी थिइन्। सबै कुरा आफ्नै भाउजूको गल्ती हो र भाउजूले मलाई दुःख दिनको लागि मेरो कुरा काटेकी छिन् भनेकी थिइन्। तर अन्तिममा भने भूमिकाले सबै कुरा खोली छाडिन्। हुन त प्रेमीले सुरुमा झुट बोलेका थिए, हो मेरो कुनै सम्बन्ध छैन, उसँग प्रेम थियो र भेट्न मात्रै आइरहेका थिए, मलाई फसाउन खोजेको हो भन्दै प्रहरी सामु जब बोल्न खोज्छन्, प्रहरीले भने उसको कुरा सुन्दैनन्, किनकि भूमिकाले सबै वास्तविकता बताइसकेकी हुन्छन्। जब भूपेन्द्रले भूमिकाको प्रेमीलाई एक्कासी भेट्छन्, एक्कासी भेटिसकेपछि ती प्रेमी भने केही छिन् भने अन्तर छिन्तर बोलेका हुन्छन्। अन्तर छिन्तर बोलेका उनी भने जब भूपेन्द्र रिसाइसकेपछि 2 थप्पड समेत हिर्काउन भ्याउँछन्। भूपेन्द्रले 2 थप्पड हानिसकेपछि उसलाई थाहा हुन्छ कि मैले गल्ती गरेको छु। यतिमा पनि ऊ भने त्यति निहुरेको हुँदैन। यद्यपि भूपेन्द्रले जब प्रहरीलाई फोन गर्छन् त्यति बेला भूपेन्द्रको खुट्टा समेत ढोग्न गएको देख्न सकिन्थ्यो। दर्शकबिन यसै गरी भुन्टी सिरियलमा भने भूपेन्द्र र यता भुन्टीको नन्दको बोयफ्रेन्डको भने चर्चा भइरहेको हुन्छ। अन्ततः जसले गल्ती गर्छ त्यो मान्छेले पक्कै सजाय पाउँछ भने जस्तै यति बेला भूमिकाको प्रेमी भने जेलभित्र जान बाध्य भएका छन्। सायद भूमिकाको भने यताउता कसैलाई थाहा छैन भनिरहँदा भने गाउँभरि भूमिकाको चर्चा चलिरहेको छ। अन्ततः भूमिकाको भने पहिलाको भन्दा धेरै कुरा काट्ने मान्छेहरू बढिरहेका छन्। अर्कोतिर भने जसले भूमिकालाई माया गर्यो ऊ यति बेला जेल गएको छ भने अब सुध्रेर विवाह समेत गर्छु भनिरहेको देख्न सकिन्छ।